हेलो एभ्रिवान, आज चाहिँ म बनाउँदैछु कस्टर्ड है। कस्टर्डको लागि चाहिँ यहाँ दुध उमालेर राखिसकेको छु र यहाँ चाहिँ मैले कस्टर्डलाई नर्मल दुधमा मजाले फिटेर अब यो जुन चाहिँ उमालेको दुध हुन्छ त्यहाँ हालेँ हैन। अब यो हालेपछि चाहिँ मजाले यो दुधमा जतिसम्म मैले चिनी हालेर मजाले चलाएर चाहिँ यतिको थिकनेसमा चाहिँ मैले बनाउनु पर्ने हुन्छ है। र एकदम थिकनेस आइसकेको छ जो कस्टर्डमा चाहिन्छ। सो मैले फ्रुट्सहरू काटेर यहाँ रेडी गरेको छु। अब यो कस्टर्डलाई एउटा बोलमा मैले एकदिन फ्रिजमा एकदम राखेको छु, किनभने कस्टर्ड चाहिँ चिसो भयो भने चाहिँ अझै झन् जेली मजाको थिकनेस हुन्छ नि त। सो यहाँ फ्रुट्समा चाहिँ बेसी केही थिएन, एप्पल अन्त पोमेग्रेनेट अन्त बनाना मात्रै थियो है। र फ्रुट्सहरू पनि बेसी थिएन। सो मैले यही फ्रुट्सहरूमा नै बनाएँ है। र खासमा चाहिँ सबैलाई फ्रुट्सहरू चाहिँ एकैताल हालेर बनाउँछ, तर मैले चाहिँ यहाँनिर एकैताल हाल्यो भने चाहिँ बनानाहरू उयो हुन्छ भनेर चाहिँ। र मेरो फाइनल लुक चाहिँ यस्तो थियो र म टेस्ट गरेर बताउँदैछु तपाईँहरूलाई कस्तो भयो भनेर ल। एकदमै यम्मी भएको थियो कस्टर्ड चाहिँ है गरममा।